घाइतेका सपना पूरा गर्न घाइते हुनुपर्छ र शहीदका सपना पूरा गर्न शहीद हुनुपर्छ भने म तयार छु, हामी तयार छौँ। त्यसो हुँदा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यो के भन्न चाहन्छु भने यदि म मर्दैमा यो मुलुकमा शान्ति र सुरक्षा आउँछ भने यसका निम्ति पनि म तयार छु र हामी तयार छौँ। त्यसो हुँदा म भनेर म कहिल्यै घमण्ड गर्दिनँ, हामी भनेर घमण्ड गर्नुपर्छ र हामी वी क्यान डु भनेर अगाडि बढ्नुपर्छ। त्यसो हुँदा आजको विषम परिस्थितिमा धेरै कुरा हामीले राखिसकेका छौँ। यो कुरा के हो भनेदेखि आज हामीले धेरै कुरा राखेका छौँ। मुलुकको विषम परिस्थिति, आजको आवश्यकता र भोलिको भविष्य। आज गरेको निर्णयले भोलिको भविष्य सोच्नुपर्छ, आज गरेको उद्देश्यले भोलिको भविष्य सोच्नुपर्छ। त्यसो हुँदा आदरणीय पत्रकार साथीहरू, आदरणीय देश विदेशमा रहेका सम्पूर्ण नेपाली आमाहरू साथै शहीद परिवारहरू, र मैले भन्न चाहन्छु, आज म धेरै कुरा बोल्ने पक्षमा थिइनँ तर केही मुद्दाहरू राख्न चाहन्छु। के भनेदेखि आजको यो मुलुकको विषम परिस्थितिलाई, आजको यो मुलुकको विषम परिस्थिति आज शून्यताको स्थिति छ। यो शून्यताको स्थितिलाई स्थिरतामा बदल्नका निम्ति सम्पूर्ण नेपाली आमाहरूलाई आह्वान गर्न चाहन्छु, नेपाली दाजुभाइहरूलाई आह्वान गर्न चाहन्छु। त्यसो भएको हुँदा यो विषम परिस्थिति आजको आवश्यकता हो, मैले घमण्ड गरेको छैन। त्यसो हुँदा सबैले जसले नेतृत्व गर्दा पनि केही फरक पर्दैन। प्रवेश दाहालले नै नेतृत्व गर्छ, प्रवेश दाहालले, कसैले भन्दैछन् प्रवेश दाहालले आन्दोलन फेरि हाइज्याक गर्न आँट्यो भने म हाइज्याक गर्न आएको होइन। म एउटा नेपाली आमाको एउटा सन्तान हुँ। मैले चाहे जस्तो यो मुलुक बनोस्, मतलब कि सारा नेपालीले चाहे जस्तो यो मुलुक बनोस् भन्ने भावनाले म हिँडेको मान्छे हो।